Hello guys, good morning. यो चाहिँ मेरो बिहानको फ्रेस लुक है गाइस भर्खर उठ्नुहुन्छ भर्खर आधी घण्टा भयो म त्यस्तो छ हो हाम्रो घरको भाले हामी यहाँ भएर पनि फ्रेस भएर बसिरहेछ फ्रेस हामी आधी सपनामै छौँ होइन हावा जस्तो भइरहेछ हिजो बेलुका खाना यस्तो चिसो लागेन अब चाहिँ हामी फुटबल खेल्नु जानु आँटेको यस्तो भएर फुटबल खेल्नु जानु आँटेको नि जानु आँटेको ल अहिले मुख धोएर भेट्छु ल मेरो जोस हेर यहाँ कडारको आमा छ नि त फेरि होइन गएको ल हेर लेट्स गो कुकुर समुदायहरू पनि आइपुगिसक्यो मर्निङ वकमा सक्यो हामी चाहिँ कहिले उठ्ने ल अब उठ्नु पर्यो त यिनीहरू यस्ताहरू नि आइसकिसक्यो मर्निङ वकमा आएको उठ्नु ल छिटो उठा 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 बाबु उठा ल गाइस कागहरू पनि उठिसक्यो होइन ग्यासवाला पनि उठिसक्यो चाहिँ कहिले उठ्छौ कहिले उठ्छ बाबु उठ बेबी उठ 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 ल उठ ल ल I'm ready. I'm ready. आज कुद्नुपर्छ ल हल्का रनिङ हान्दिने होइन कुद्नुपर्छ कुद्नुपर्छ ल नङ्गाडी रहेछ हो खतरा खतरा उडे परेर साउमा तर कुद्छु कस्तो देख्दो रहेछ ल सबैजना कुद्नु ल अल्छी हुन्छ फेरि मर्निङ भ्यू है गाइज हामी चाहिँ रक्क 4 जना मात्र छौँ देख्यो यहाँ 3 जना मान्छे होइन यहाँ 3 जना मान्छे तर पनि बल चाहिँ पर हानेको हेर्नु नि त्यस्तो बाङ्गो छ के भन्न अब केही भन्न सक्छ कस्तो बाङ्गो हानेको छ बाङ्गो महाबाङ्गो यहाँ सबभन्दा बाङ्गो हान्ने चाहिँ यहाँ चाहिँ सबभन्दा बाङ्गो हान्ने चाहिँ यहाँ चाहिँ यहाँ हेर यहाँ एउटा कता छ ऊ पर 2टा होइन अनि यहाँ बिचमा पनि देखियो होला होइन गोल पोस्ट कहाँ गयो थेटरिको कता छ गोल पोस्ट ऊ पर पनि एउटा 3टा गोल पोस्टमा बाङ्गो हानिरहेको छ एकडाले ल एकछिन खेल्छौँ ल ल ए गाइज 6:30 भयो होइन ए सरी टाइम पो भनि पठाएछु 7 बज्यो होइन अहिले कहिले ढाड्दिएको अरे ऊ तेन्जिङ नर्गेको चाहिँ उतै जानुपर्छ नि त जापानिज क्लास जानुपर्छ नि त पहाड चढ्दैछ भाइ यो पनि तान न ऊ रोशन तिमी त्यो ट्राउजर चाहिँ रोशनको उसमा हाल न झोलामा त्यो फुट हान्दाखेरि बाइकवाला लाग्छ है जुत्ता टक्टकाउँदैछ एन्ड अब चाहिँ हामी गएको है अब उठिसक्यो होला होइन उठिसक्यो बाबु मेरो सरजी है ल हामी चाहिँ आइपुग्यौँ घर है अब चाहिँ फ्रेस अप हुने टाइम अब नुहाइ गरौँला घरमा आएपछि अब 10, 15, 20 स्क्वाट्स हानौँला पुसअप्स हानौँला होइन त्यहाँदेखि चाहिँ यसो नुहाइ गर्छु एन्ड लुगा धुन्छु त्यहाँदेखि चाहिँ खाना पकाउँछु हो त्यहाँदेखि ड्युटी जानुपर्छ सो सबैजनालाई के भन्नु छ भन्दाखेरि हेभ अ गुड डे बाई बाई